फुलहरू मनपर्छ। मलाई बसन्त मनपर्छ। फुलसँगै भएको पातो पनि त मनपर्छ। पातसँगै भएको काँडाको साथ पनि मनपर्छ। फुल्नु फक्री मलाई न कसैलाई उछिन्नु छ न कसैलाई पछार्नु छ। बस हरेक दिन आफूले आफैलाई निखार्नु छ। यो जीवन एक स्वयं उपहार हो, अरू के माग्नु। हरेक दिन यसलाई श्रृङ्गार्नु छ, हरेक दिन यसलाई श्रृङ्गार्नु छ। जय सङ्गीत। सूर्यतारा अङ्कित नेपालको राष्ट्रिय झन्डा, जुन नेपालको गौरव, विश्वमा दुर्लभ र विश्वमै एक किसिमले सबैभन्दा नौलो झन्डाको रूपमा हाम्रो यो उसको झन्डा रहेको छ। सूर्यतारा अङ्कित त्रिकोण युक्त झन्डा, र यो झन्डा अब हाम्रो छिट्टै नै माथि गइरहेको अवस्था छ। यो झन्डा टाढाभन्दा टाढाबाट असाध्यै रूपमा चाहिँ भएको देखिन्छ भने यहाँ नजिकैबाट अहिले हिमालको दृश्यसहित झन्डोत्तोलन भइरहेको दृश्य देखाउन पाउँदा म असाध्यै गौरवान्वित पनि छु। यसरी हाम्रो यो झन्डा अब माथि सिरानमा जान गइरहेको छ। हावा लाउँदा यो झन्डा फरफराउँछ भने अब अहिले हावा लागिरहेको अवस्था छैन, त्यसो भएर चाहिँ झन्डा त्यति फरफराइरहेको छैन। यो जब हावा लाग्यो भने चारैतिर देखिन्छ भने यसको परिदृश्यमा देखिएको मनोरम माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिम श्रृङ्खलाहरू र यो हात्तीमौता भ्यू टावर, जुन आज यहाँको कर्मचारीको अभावले हामी भ्यू टावरको माथि जान पाएनौँ, तथापि चारैतिरबाट यसरी देख्न पाउँदा पनि हामी अत्यन्तै गौरवान्वित छौँ, प्रफुल्ल छौँ, मन आनन्द भएको छ, शान्त भएको छ। यसरी केही समय भए पनि यसरी यस्ता दृश्यहरू कैद गरेर नजरले देख्न पाउँदा मनै शान्त र शीतल हुँदो रहेछ। जति तनावहरू थिए, तनावहरूलाई बिर्सेर आज बिहानीको समय 2082 साल आश्विन महिनाको
26 गते आइतबारको दिन 9 बजे 9:30 बजेको टाइममा हाम्रो यो दृश्य कैद भइरहेको छ। यसरी हाम्रो यो झन्डा अब यसरी झन्डा फरफराउँदैछ। यी हेर्नु तपाईँहरूले देख्न सक्नुहुन्छ। यो हावा लाग्दाखेरि यो झन्डा चाहिँ चारैतिर देखिन्छ भने अब हाम्रो म्याडमले यो झन्डा हेरिराखेको अवस्था छ। ल यस्तो किसिमको मनोरम दृश्य विरलै रूपमा देख्न पाइने दृश्य हो। झन्डा यसरी फरफराए झन्डालाई हेर्नुहोस्, हिमाल सहितको दृश्य, के अरे चन्द्रमा सूर्य अङ्कित राष्ट्रिय झन्डा यसरी फरफराइरहेको छ भने यसको परिदृश्यमा देखिएको रमणीय अत्यन्तै रमणीय हिम श्रृङ्खलाका दृश्यहरू पनि यहाँबाट देखिराखेको अवस्था छ। र यो चाहिँ दृश्य देख्न पाउँदा ठुलो कता कता नपत्याएको आज झ्याप्पै हाँटेर आइदिनु भयो यति बस्नु बाख्रा कस्तो आयो यस्तो हेर्नु त। खै के हो यो पाती हो र यसलाई के पाती भन्छन् भने सुन्नु त। यहाँ अब हामी भिरचोक रूपाकोटको भिरचोक भन्ने ठाउँमा मत्ता के अरे मैता हात्ती भ्यू पोइन्टमा आएर चाहिँ कडुस टिप्न लगाइरहेको छन् म्याडमले। ल यसरी कडुस खोज्दैछौँ है हामी। कतिको पाइहान् म्याडम कडुस? कतै कहीँ जानु परेन होइन। ल यसरी म्याडमले कडुस टिप्दैछन् है। ल म्याडम हेर त यता कडुस कस्तो खान् के ल ल ल ल टिपाइ कडुस टिपाइ ल है। ल म्याडमले कडुस टिप्दैछन्। म पनि अब यो भिडियो खेलेपछि कडुस टिप्न जान्छु। मैता भ्यू पोइन्ट होइन, पञ्चमत्ता हात्तीमत्ता भ्यू पोइन्ट भिरचोक कोटबाट मैले अहिले यो दृश्य छायाङ्कन गरिरहेको छु। यो हामीले अगाडिपट्टि नजिकै देखिएको रूपाकोट रिसोर्टको दृश्य हो भने त्यहाँभन्दा उतापट्टि देखिएको पोखरा महानगरपालिका अन्तर्गत खुदी, सिसुवा, तालचोक, बेगनास ताल र रूपाताल लगायतका दृश्यहरू हुन्। र यतापट्टि यो बेगनास ताल माथिपट्टि देखिएको छ भने तलपट्टि लगभग टुङ्गिन लागेको अवस्थामा रूपाताल देखिरहेको अवस्था छ। र हामी त्यहाँभन्दा माथिको दृश्य देख्न सक्छौँ। विजयपुर, कालिका लगायत अर्गाउँ लगायतका दृश्यहरू देखिन्छन्। टाढा टाढा देख्न सकिएको छैन। दृश्यहरू कमजोर छन् भने यहाँबाट अहिले हिमालको दृश्य अति नै यो हिमालको दृश्य लगायत मास्टन, बेगनास ताल, सुन्दरी गाउँ, सुन्दरी डाँडा, बेगनास डाँडा, अब यो माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिम श्रृङ्खलाहरू यहाँबाट चाहिँ प्रष्ट रूपमा देख्न पाइएको छ भने यहाँ तलपट्टि गहिराइमा देखिएको तालबेसी, रूपातालको सिरान तालबेसी भन्ने ठाउँ रहेको छ भने यस्तै गरेर यतापट्टि यो देखिएको काउरे, स्याक्लुम लगायतका चाहिँ गाउँहरू देखिएका छन्। र हामी यतापट्टि पनि हिम श्रृङ्खलाहरू देख्न सक्छौँ। आज हाम्रो एक अत्यन्तै हाम्रो थोरै समय लिएर हाम्रो फ्यामिली भनौँ श्रीमान श्रीमती आज यस ठाउँमा घुम्नको लागि आएका थियौँ। यहाँभन्दा उतापट्टि देखिएको यो के अरे रूपाकोट अन्तर्गत चिसापानीको गुम्बा क्षेत्र रहेको छ जहाँ एउटा गुम्बा पनि निर्माण गरिएको छ। तर त्यो चाहिँ आज हामी गएनौँ किनभने त्यहाँ गुम्बामा त्यति बसोबास छैन भन्ने कुरा आयो र अथवा त्यहाँ केही पनि छैन भन्ने कुरा आयो। र वातावरण असाध्यै रमणीय छ, सुन्दर छ। हामी यहाँ दृश्यहरू निहालिरहेका छौँ। यसरी हामी आजको दिनमा यस क्षेत्रको अवलोकनमा आयौँ र हामी यहाँभन्दा अगाडिपट्टि यो अगाडि देखिएको यो भिरचोकको कोट हो। यो अघि नै म कोटमा देखाउनेछु र यो यहाँ झन्डा तोलन गरिरहेछन्। सायद हामी दिउँसोमा गर्छन् कि कतिखेर गर्छन् हामीले देख्न पाएनौँ किनभने अहिले यहाँ झन्डा रहन्छ।
सायद टिकट काटेर आएको भए झन्डोत्तोलन गर्थे कि अथवा रातमा निकालेर दिनमा राख्ने के हो यसको प्रचलन मैले केही बुझिनँ। र यहाँ एउटा सोलर प्यानल पनि रहेछ जो रातिमा बत्ती बलेर सायद उज्यालो हुने होला। र हामी यसरी आज हामी छोटो निर्णय र छोटो समयमा चाहिँ आज यो चाहिँ अवलोकन सुन्दर दृश्यको अवलोकन गर्ने अवसर पाएका छौँ। यसलाई म एकदम गौरवान्वित रूपमा लिएको छु। हाम्रो म्याडम पनि यसरी आज कसरी पनि यसरी हिँड्न मन लाग्यो मैले पनि केही कुरो बुझिरहेको छैन। र अनि ल म्याडम कस्तो आवाज भइरहेछ यसो चाहिँ भनिदेऊ ल। यस्ता राम्रा फुलहरू पनि फुल्न जाँदैछन् फुलिरहेका रहन्छन्। यस्तो चाहिँ उनी फुलको बगैँचा भनेको पारखी मान्छे हुन्। र चाहिँ आज हामी यहाँ साना फुल फुल्दैछन् फुलिसकेका रहन्छन् अब सायद फुल्लान् पनि। ल यसरी हाम्रो आजको यात्रामा सानो चाहिँ भिडियो क्लिप भ्रमण सकेको छैन हाम्रो यहाँको चाहिँ भ्रमण अब टुङ्गिएर हामी निस्किँदैछौँ है। धन्यवाद।